दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 कर्णाली राजमार्गको जाक्सीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अन्तर्गत निर्माणाधीन 100 बेडको ट्रमा सेन्टर उपकरण र प्राविधिक जनशक्ति सहित आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइयोस्। 820 नगरपालिकाको आधारभूत अस्पतालमा आवश्यकता अनुसार उपकरण र प्राविधिक जनशक्ति पूर्ति गरियोस्। ठाँटीघाट आधारभूत अस्पतालमा दरबन्दी अनुसार डाक्टर पठाइयोस्। चामुण्डा बिन्दासैनीमा निर्माणाधीन आधारभूत अस्पतालको ठेकेदार बिचैमा काम छाडेर भागेको कारण भवन निर्माणको काम अलपत्र परेको छ। ठेकेदारको खोजी गरी कारबाही गरियोस्। साथै आगामी आर्थिक वर्षभित्र अस्पताल भवन निर्माणको काम सम्पन्न गरी नगरपालिकालाई भवन हस्तान्तरण गरियोस्। भैरवी आधारभूत अस्पतालको आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराइयोस्। दुल्लो अस्पताललाई सङ्घीय अस्पतालको रूपमा अगाडि बढाउन सरकारसँग जोरदार माग गर्दछु। सडकतर्फ राकम कर्णाली तिलेपाटा ठाँटीघाट बुढेली डाँडीमाडी हुँदै दैलेख सदरमुकाम जोड। माननीय सदस्य